घमण्ड एउटा मानिसमा हुने नराम्रो बानी हो। झन् परमेश्वरको अगाडि त घमण्ड देखाउनु नै भएन। उहाँको अगाडि हामी झुक्नै पर्छ। जो मान्छे परमेश्वरको अगाडि झुक्छ त्यो मान्छे सुरक्षित र आशिषित हुन्छ। कतिजना मान्छेहरू आफ्नो धनको कारणले गर्दा, आफूसँग भएको सन्तानको कारणले गर्दा, आफ्नो सम्बन्धको कारणले गर्दाखेरि आफ्नो लाइफदेखि आफै खुसी छैनन्। तर मसँग मेरो परिवार छ, म खुसी छु। तर म भयङ्कर होइन। भयङ्कर उहाँ हुनुहुन्छ, असल उहाँ हुनुहुन्छ, दामी उहाँ हुनुहुन्छ, परमेश्वर उहाँ हुनुहुन्छ, प्रभुका पनि प्रभु उहाँ हुनुहुन्छ, राजाको पनि राजा उहाँ हुनुहुन्छ, जीवन उहाँ हुनुहुन्छ, स्वर्ग जाने बाटो उहाँ हुनुहुन्छ, आदि र अन्त्य उहाँ हुनुहुन्छ, सर्वज्ञानी सर्वव्यापी उहाँ हुनुहुन्छ, सबैभन्दा शक्तिशाली उहाँ हुनुहुन्छ, सबैभन्दा महान उहाँ हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। पितालाई धन्यवाद, पिता गुरु मसीह येशूको नाममा, आमेन।